नमस्कार साथीहरू, यहाँहरू सबैजनालाई स्वागत गर्न चाहन्छु। म बिजुल परियार, तपाईहरुकै चिरपरिचित साथी। आजको यो बसाइमा मैले तपाईहरुलाई साङ्ला भगाउने टिप्स लिएर आएको छु है। यो भन्दा पहिला मैले तपाईहरुलाई घरमा मुसाले असाध्यै दुःख दिएमा त्यसलाई कसरी निराकरण गर्ने, कसरी हटाउने भन्ने विषयमा मैले तपाईहरुमाझ तन्त्र विधि लिएर उपस्थित हुँदै गर्दा र तन्त्र विधिको बारेमा जानकारी गराउँदै गर्दाखेरि धेरै साथीहरूले घरमा साङ्लाले दुःख दिएमा त्यसलाई कसरी हटाउने भनेर उहाँहरूले कमेन्ट गर्नुभएको कारणबाट मैले उहाँहरूको कमेन्टलाई मध्यनजर गरेर यो साङ्ला हटाउने अघोरी तन्त्र विद्या लिएर उपस्थित भइसकेको छु। त्यसो त आज तपाईहरुलाई मैले जुन जानकारी दिन गइरहेको छु त्यो भन्दा पहिला तपाईहरुले मेरो यो भिडियो हेर्दै हुनुहुन्छ भने कहाँदेखि हेर्दै हुनुहुन्छ, कुन ठाउँदेखि हेर्दै हुनुहुन्छ, नेपाल बाहिर हुनुहुन्छ अथवा नेपाल भित्र कहाँदेखि हेर्दै हुनुहुन्छ त्यो पनि तपाईले कमेन्ट बक्समा उल्लेख गरेर भने नबिर्सनु होला। र भिडियोलाई सुरुदेखि अन्तिमसम्म हेरेर लाइक गरेर पनि नबिर्सनु होला। तपाईहरुको साथीहरुमाझ यो भिडियोलाई शेयर गरेर धेरै भन्दा धेरै साथीहरुमाझ पनि पुर्याइदिन अनुरोध गर्दछु। साथै यहाँहरू मेरो यो च्यानलमा पहिलोचोटि भिजिट गर्नुभएको छ अथवा यो च्यानलको यो भिडियो पहिलोचोटि हेर्दै हुनुहुन्छ भने कृपया च्यानललाई सबभन्दा पहिले च्यानललाई सब्स्क्राइब गर्नुहोला र नजिक रहेको घण्टीलाई पनि दबाउनु होला, किनभने मैले बनाएको यो भिडियोहरु तपाईको युट्युब च्यानलको नोटिफिकेसन बारमा स्वतःस्फूर्त रूपमा आउनेछ र त्यसपछि तपाईले त्यो भिडियो हेरेर ज्ञान आर्जन गर्न सक्नुहुनेछ। आफूले आर्जन गरेको ज्ञान आफ्नो साथीहरुमाझ पनि शेयर गरेर पुर्याइदिनु होला, ज्ञान बाँड्दिनु होला भनेर म यहाँलाई पनि अनुरोध गर्न चाहन्छु। आउन सब ढिला नगरिकन म तपाईहरुलाई साङ्लो भगाउने तन्त्र विधि बताउन गइरहेको छु। यसको लागि के गर्ने त है, यो पनि असाध्यै शक्तिशाली विधि म तपाईहरुलाई बताउन गइरहेको छु। यसको लागि तपाईले सबभन्दा पहिला आधा गिलास पानी लिनु होला है। आधा गिलास पानी, सफा पानी लिनु होला। त्यो आधा गिलास पानीमा तपाईले 2 चम्चा मरिचको धुलो राख्नु होला है। आधा गिलास पानी लिनु होला, त्यसमा तपाईले 2 चम्चा मरिचको धुलो राख्नु होला। हुन त पानी जति पनि लिन सकिन्छ ठाउँ अनुसारको है। फेरि तपाईको घरको स्पेस धेरै छ भने पानी पनि तपाईले धेरै लिनुपर्ने हुन्छ र यो मरिचको धुलाहरू पनि धेरै लिनुपर्ने हुन्छ। मरिच यहाँले देख्नु भएको होला है, त्यो जुन हामीले खानामा प्रयोग गर्छौं यानी कि तरकारीमा चाहिँ प्रयोग गर्छौं मरिच है। त्यसलाई हामीले अब त्यो अनुसारले धेरै जसो मान्छेले कालो मिर्ची पनि भन्छन्, हामी चाहिँ मरिच भन्छौं है त्यसलाई। त्यसपछाडी तपाईले यो मरिचको धुलो 2 चम्चा जति मरिचको धुलो मिसाउनु होला र 5-6 केर्सा लसुनको पेस्ट पनि मिसाउनु होला। पहिला 5-6 केर्सा लसुनको पेस्ट बनाउनु होला र त्यो पेस्ट तपाईले पिसेर पेस्ट बनाउनु होला लसुनको 5-6 वटा केर्सालाई र त्यो पेस्टलाई पनि मिसाउनु होला र त्यो सँगै तपाईले 1 चम्चा जति डिश वाश पनि मिसाउनु होला है। तपाईले जब यति सामग्री मिसाउनु भयो लास्टमा तपाईले 1 चम्चा डिश वाश पनि मिसाउनु होला। डिश वाश भनेको भाँडा माझ्ने साबुन यानी कि भाँडा धुने साबुन है। त्यसको पेस्ट बनाउनु होला र सबै यो सामग्री मिसाइसकेपछि तपाईले के गर्नु होला भन्दा 1 घण्टा जति त्यो सामग्रीलाई घोलेर राख्नु होला। त्यसपछि तपाईले तपाईको घरको स्पेस अनुसारको कति स्पेस छ, कतिको ठाउँमा छ, कति ठाउँमा तपाईलाई साङ्लाले दुःख दिएछ त्यो सबै कुरा बनाइसकेपछि तपाईले त्यसलाई घोलेर एउटा त्यो जुन पेस्ट बनाउनु भएको छ त्यसलाई तपाईले स्प्रे बोतलमा राख्नु होला र तपाईलाई साङ्लोले दुःख दिइरहेको ठाउँमा छेप्नु होला, स्प्रे गर्नु होला है। त्यो स्प्रे गरिसकेपछि तपाईको घरमा साङ्लाले दुःख दिने छैन, साङ्ला तपाईको घर छोडेर भाग्नेछ। आजको यो बसाइको भिडियो यहाँ मलाई लाग्छ यहाँहरुको लागि लाभप्रद साबित हुनेछ भन्ने मैले सोचेको छु र यहाँलाई कस्तो लाग्छ जस्ताको तस्तै कमेन्ट बक्समा कमेन्ट गरेर भने नबिर्सनु होला भन्दै यहाँहरुमाझ ओझेल पर्न चाहन्छु। यतिन्जेलसम्मको लागि भिडियो हेरेर साथ दिनुभएको यहाँलाई धेरै धेरै धन्यवाद दिँदै बिदा हुन्छु। हस्त, धन्यवाद, नमस्कार।